हेलो भन्ने हजुर सबैजनालाई वेलकम छ मेरो सजीवमा भ्लगमा। सो हेर्न सक्नुहुन्छ म चाहिँ अहिले भने चाहिँ म माथि जान आँटेको छु मामा माइजूको घरमा हो, माइजूलाई भेट्दै। अन्त म चाहिँ अब जान आँटेको, नानीलाई पनि रेडी बनाइराखेको छु हो। अन्त मसँग चाहिँ आमा जानुहुन्छ। सो हेर्दै गर्नुहोस् होला, म आमा अनि सहयोगमा चाहिँ जाँदै गरेको। यो उकालो जानुपर्ने हुन्छ साथी हो। आमा आमा म बोक्छु कि। नानी बोक्ने बोकेन बोकिन नि। बोक्ने नानीले घाममा बोक्यो त सुन्नु बोकिन नि। अहिले चाहिँ हामी माथि नै पुगिसक्यौँ हो। यहाँनिर हाम्रो कता गयो हौ बाछा? पछि खोइ बाछा, ला क्यामेरामा त बाछै देख्दैन त आमा। ए त्यहाँ रहेछ बाछा, चढ्दैछ, घाँस खाँदैछ हो। माथि पुगिसक्यौँ। बोजू नातिनी चाहिँ कहाँ छ भन्नुहुन्छ होला। बोजू नातिनी चाहिँ यहाँ माथि जानुहुँदैछ। कता गयो यहाँ माथि? बोजू नातिनी चाहिँ माथि पुगिसक्यो हो। निकै भयो मामा माइजू घुम्न गएको पनि। अन्त त पापाले यहाँ घाँस चिल्लो काट्नु भएछ। अन्त कुखुरा आउँछ होला नि त। हैट कुखुरा नि हौ आमा। यो ला आमा कस्तो अलग अलग उयो भएको रहेछ झारले। कुखुरा हो आमा, यहाँको कुखुरा चढ्न आएको होला नि त। यहाँ घरहरू नजिक नजिक छ, के खोजी खाँदा होला। अस्ति बहिनी र नानीले काटेको घाँस हो र कति मजाले आएछ नि। अस्ति यो जग्गामा हामीले घाँस काटेको थियो, अहिले चिल्लो काटेको थियो, मजाले आएछ। अरे यो चाहिँ कुखुराहरू चढ्नु आउँदो रहेछ यहाँ चाहिँ। ला है उयो घर त ऊ भाङभुङ गएछ नि त। मक्यो नि पानीले नै है। सामानहरू पनि लानु भएन होला यहाँको दाजुभाउजूले। ए लगेछ सामान त है। यहाँ चाहिँ हाम्रो दाजुभाउजूहरू बस्नुहुन्थ्यो गाउँमा। यहाँ माथिदेखि त नि हिँड्छ नि अलिअलि, तेर्सो हिँड्दैन। यसको हिँडाइमा त फेरि बिहान मात्रै होला नि है, पुग्छ होला नि। रास्ता लंबा है, ऊपर जाके फिर सीधा जाके, थोड़ा थोड़ा नीचे जाके फिर ऊपर जाके फिर सीधा जाके करना पड़ता है। चारो पनि रहेछ, सुँगुरलाई चारो पनि रहेछ। हाम्रोमा चाहिँ सानो सुँगुरको बच्चा छ। यस्तो नानीहरू देख्यो भने चाहिँ हामीलाई चाहिँ साह्रो लोभ लाग्छ। यहाँ पनि रहेछ, यहाँ पनि रहेछ, त्यहाँ पनि छ, यहाँ पनि रहेछ। अन्त नि माथि माइजूहरूको चाहिँ अघि मैले के कतिवटा चाहिँ सुँगुर रहेछ भनेर हेर्दै जाँदै थिएँ कि, 3टा रहेछ मसिनै हाम्रै जत्रो जत्रो। अन्त
एउटा अलिक ठुलो थियो, त्यसको ढाडमाथि चाहिँ एउटा सबैभन्दा सानो चाहिँ सुतिरहेको रहेछ, भुँडी पुटुक पुटुक बनाएर अगाएर। अन्त मैले अबे सुँगुर 3टा रहेछ, कस्तो सानो सानो रहेछ भनेर भनेको कि अत्तालेर नि त्यो ढाडमाथिको सुँगुर त भ्वाक लड्यो कि, भुँडी त भ्वाक गरेर बज्यो कि, कम्ता माया लागेन। वाउ क्या दामी। अस्ति माथि ग्राउन्डबाट आउँदाखेरि चाहिँ अलिक पहेँलो पहेँलो भइरहेको थियो, अहिले त दामी भएछ। यो चाहिँ के हो भन्नुहुन्छ होला, यो चाहिँ तिते बिउ हो, एकदम अर्ग्यानिक चिज, तर पाकेर बिउै भइसक्यो नि हौ, नखाइकन है। माने पुरा रहेछ यहाँ दामा। तलदेखि आएको हामी चाहिँ ला त्यसको बानेको छैन, पुरा खुट्टा फेटक फेटक गर्दैछ त। यहाँ आइपुग्दा त नि पसिना त। हामी चाहिँ आइपुग्यौँ अहिले चाहिँ तेर्सो बाटो पुगिसकेको छौँ। यो चाहिँ ब्याग रहेको छ, यहाँ चाहिँ हाम्रो मामा माइजूहरूको दोकान। अन्त हामी चाहिँ निकै अगाडि आइसक्यौँ अहिले चाहिँ हो। अन्त एकदमै यस्तो दिन छ र पनि कस्तो बेसी गरम गाइस। हाम्रो चाहिँ यस्तो हुन्छ, चारो देखेर चाहिँ आमा चाहिँ पुरा, हाम्रो आमालाई पुरा लोभ लागेछ। उता आमा लु आमा, मानेको पत्ता त टिलिलिलिली, कसले पनि लाँदैन होला है, यस्तो बेसी रहेछ। भ्लेज रोड आइपुगेको छ अहिले चाहिँ, हामी जाँदैछौँ हो। अन्त यहाँ आमालाई त्यो चुन्नीले नै घाँटीमा उयो भएन आमाको, ट्याप्पै उयो हुन्छ। निकै नै हो र आइपुग्यौँ हामी चाहिँ। यो जग्गा चाहिँ यस्तो समय भएको चाहिँ कति दामी देख्थ्यो होला नि आमा, यस्तो पाखा नहोस्, समय भएको चाहिँ घरहरू बनाउनु लायकको जग्गाहरू हो नि। बारी पनि, तर बारी यस्तो बेसी कम्ती होस् तर मजाको होस्, खेती गर्ने खालको होस् है। तर ठिकै छ घाँसहरूको लागि है, घाँसहरूको लागि चाहिँ एकदम ठिकै हो। गाई पाल्नेहरूलाई चाहिँ एकदम राम्रो खेती गर्दा पनि एकदम यसरी बार बिरुवा लगाइराख्यो। घाँस गरी पाल्ने अहिले त गाई नै पहिला छैन हो। खानु पाउँछ, दही खानु पाउँछ, घिउ खानु पाउँछ, मही खानु पाउँछ, गोबर पाउँछ, मही गोबर गाईलाई पिसाब, मल, गाईको पिसाब सबै काम लाग्ने चिज हो नि। गाईको मात्रै सबै गुणहरू छ। अन्त त यो गाई गाउँ बस्तीमा चाहिँ मान्छेले अब गर्नु सक्यो भने ऊ लोथर्केले है, ऊ लोथर्के चढ्दैछ, ऊ बासमाथि हेर्नु त। यसले देखेछ, ऊ गयो, चरा देखेछ। ओ यो मलाई कल गर्ने, यहाँ त बस्ने ठाउँ जस्तै रहेछ। यी रुखको यो खुट्टा काटेर चाहिँ यसरी बस्ने जग्गा बनाएको रहेछ। यो चाहिँ बस्नु पर्यो। म चाहिँ आमा बु पर पुग्नुभयो, बोजू नातिनी, म त यहाँ बसेकै। यहाँ त बस्ने जग्गा पो बनाउनु भएको रहेछ गाइस। हजुर के चाहिँ बुझ्नौ? ए सिधा छ, ठाडो लगाएको छु नि। सो फाइनली गाइस म चाहिँ मामा माइजूको घर पुगेँ। अन्त यहाँ चाहिँ आजु निकुङ पनि हुनुहुन्छ हो। अन्त आमा चाहिँ आजु निकुङ माइजूलाई भेट्दै आउनु भएको, आमा चाहिँ फर्किहाल्नुहुन्छ हो। अन्त यहाँ चाहिँ आमा काँक्रा त लु, यहाँ त फल्दैछ होला है काँक्रा। ऊ ला एउटा त के हो, कालो खालको काँक्रा हो क्या हौ आमा? होइन ल हौ, निलै छ त अन्त। कालो खालको काँक्रा पो हो कि क्या हो, के हो कि बिग्रेको होला हौ?
ऊपर से नीचे से खोइ छैन जस्तो छ है कोही पनि घरमा। यसको लिएको छु त हौ मैले घरमा। वाउ कस्तो दामी रहेछ यो। छ कुखुरा छ रहेछ? छ रहेछ त अन्त। जय मसिनीको माइजू हुनुहुन्छ? माइजू हुनुहुन्छ? ए माइजू आज त सुतिरहनु भएको रहेछ। हेलो जय मासी माइजू। अवस्था गम्भीर गम्भीर है? बस्नु दिदी। एकछिन यसरी फ्यानमा ढल्क्यौँ न। छैन त नानीहरू कोही खोइ खुसीहरू खेल्नु गएको होला तलतिर। भाइ हो र? अन्त कहिलेदेखि इक्जाम? खुसी आउँछ भन्दै थियो। खुसी लागिरहेको कसलाई आउँदैछ भनेर? अहिले चाहिँ हामी मामा माइजूको घर आइपुगेको छौँ। आइपुगिसक्यौँ हो। अन्त आमा चाहिँ अझै निकुङहरूसँग हुनुहुन्छ। यहाँ सहयोगमाले आशिष थाप्दैछ। भट्टाभट यहाँनिर आँप खान थाल्यो आज निकुङको घरमै। चम्चीले होइन अरे हो। यो पनि देब्रे पो हुन्छ कि क्या हो है? आमा छोरी देब्रे पो हुन्छौँ कि क्या हो? छोरीले देब्रे हातले बनाउनु ला। अहिले चाहिँ हामी गफ गरेर माइजू म चाहिँ चिया खाजा खाइसक्यौँ हो। मलाई माइजूले मिठो चिया बनाएर दिनुभएको थियो। मैले चिया पिइसकेँ। अन्त मैले चाहिँ यहाँ मजा राखेको थिएँ छ कि छैन? मजा रहेछ हो। शान्ति भइरहेछ चिसो हावामा। हावा खानु हुँदै बस्नु। चाहिँ हाम्रो आमा निकुङ आजु गफ गर्नु हुँदैछ हो। कति बेसी तिर्सना आमालाई आज निकुङको तिर्सना लाग्छ। अन्त आज आउनुभएको गफ गर्नु हुँदैछ। त्यो सहयोगमाले त नि एकछिन बस्नु दिँदैन है? खुसी माइजूसँग एकछिन गफ गर्दै बस्नु पर्यो भनेको साथी हो। के गफ गर्नै दिएन भन्दाखेरि पनि नानी पनि यहाँ यस्तो भइरहेछ मेरो दही। आँखा छिम गरिदियो त सहयोगमा। भयो भयो यस्तो भइरहेछ। अस्ति ठोकेर आँखा हो। अन्त म चाहिँ अहिले यहाँ माथि शीतल रहेछ मामा माइजूको यहाँ घरको माथि टेरेसमा पो छु है साथीहरू। एकदमै शीतल त्यही भएर चाहिँ म यहाँ आइरहेछु हो। अन्त पप्पी पनि छ यहाँ। साह्रो रुयो कि सहयोगमा चाहिँ एक निन्द्रा सुतेर उठ्यो। राम्रै सुतेको छैन हौ आज। डरलाग्दो कस्तो डरलाग्दो ओह्रालो देख्यो। यहाँ बोकिरहेको छु नानीलाई। ओह्रालो झर्दै गरेको मान्छे हो। एजिलियाले पनि फुलिसकेछ।
प्लान्ट हौ प्लान्ट भन त प्लान्ट भन त यो सबै प्लान्ट हो नि सहयोगमा ए नो 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 त्यो त चलाउनु हुँदैन नि नो भनेको निकुङले थाहा गर्छ है सहयोगमा चाहिँ एकदम बिजी छ है बिजी छ यहाँनिर ओ दादा उसको दादाहरूले यहाँनिर के दिएको छ खेलाउने लेख्ने चिजहरू लेख त एबिसिडी सो अहिले चाहिँ हामी चाहिँ बसिरहेको छौँ अब एकछिनबाट खाना खानुपर्छ अन्त यता हाम्रो मामा चाहिँ सेवामा जानुभयो ड्युटीदेखि आएर सब्जी सब्जी बनाएर पनि सो हामी चाहिँ त्यतिकै गफ गर्दै बसिरहेको छौँ दुःख सुखको गफ अन्त मेरो आमा पनि फर्किनु भयो घर हो म चाहिँ बिहान मात्रै जाने हो मान्छे आयो भने चाहिँ यसरी बस्दै आउँछु नि त होइन ओके साथीहरू सो आजको भिडियो चाहिँ म आज यतिमै राख्छु किनभने निकै टाइम भइसकेको छ हो 7:15 भइसकेको छ सो थ्याङ्क यू सो मच फर वाचिङ फेरि पनि नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी सो अहिलेलाई बाई बाई